नेपाल बैंक लिमिटेडले चैत महिनाको 15 गते शुक्रबार विभिन्न पदमा नयाँ भ्याकेन्सी खुलाएको छ। मैले यस भिडियो मार्फत शैक्षिक योग्यता, उमेर, पाठ्यक्रम जस्ता जानकारी लिएर आएको छु। भ्याकेन्सीमा भनेअनुसार तपाईले चाहिँ फर्म चाहिँ अनलाइन मार्फत भर्नुपर्ने हुन्छ। योभन्दा अगाडि खुलेका भ्याकेन्सीहरूमा पनि फर्म चाहिँ अनलाइनबाटै भर्ने सिस्टम थियो। तोकिएको मिति वैशाख 4 गतेसम्म तपाईले सिंगल दस्तुर रहेको छ। 5 गतेदेखि वैशाख 11 गतेसम्म चाहिँ डबल दस्तुर रहेको छ। भ्याकेन्सीहरू चाहिँ तह 3 देखि 8 सम्म खुलाइएको छ। तह 8 मा रहेको छ प्रबन्धक, खुल्लामा चाहिँ 2 जना, महिलामा 1 जना। तह 7 मा खुल्लामा 1 जना रहेको छ उपप्रबन्धक। तह 6 मा सहायक प्रबन्धकमा खुल्लामा 19 जना, महिलामा 5 जना, आजमा 5 जना, मधेसीमा 3 जना, दलितमा 2 जना र अपाङ्गमा 1 जना रहेको छ। सहायक प्रबन्धक सीए तह 6 खुल्लामा 4 जना, महिलामा 2 जना र आजमा 1 जना रहेको छ। त्यसैगरी प्रदेश अन्तर्गत पनि विभिन्न सहायक पदहरूका लागि विज्ञापन रहेको छ, भ्याकेन्सी रहेको छ। कोशी प्रदेशका लागि खुल्लामा 2, महिलामा 1, मधेसीमा 1, अपाङ्गमा 1 र पिछडिएको क्षेत्रमा 1 जना रहेको छ। मध्य प्रदेशका लागि खुल्लामा 9, महिलामा 2, आजमा 2, मधेसीमा 2 र दलितमा 1 जना रहेको छ। त्यसैगरी बागमती प्रदेशका लागि खुल्लामा 13, महिलामा 3, आजमा 3, मधेसीमा 2, दलितमा 1 र पिछडिएको क्षेत्रमा 1 जना रहेको छ। त्यसैगरी गण्डकीका लागि खुल्लामा 6 जना, महिलामा 2, आजमा 2, मधेसीमा 1 जना रहेको छ। त्यसैगरी लुम्बिनी प्रदेशका लागि खुल्लामा 9, महिलामा 3, आजमा 2, मधेसीमा 2, अपाङ्गमा 1 जना रहेको छ सहायक। र त्यसैगरी सुदूरपश्चिम प्रदेशमा खुल्लामा 3, महिलामा 1 र आजमा 1, मधेसीमा 1 जना रहेको छ। र कर्णाली प्रदेशका लागि खुल्लामा 9, महिलामा 3, आजमा 2, मधेसीमा 1, अपाङ्गमा 1 र पिछडिएको क्षेत्रमा 1 जना रहेको छ। र त्यसैगरी रहेको छ प्रदेशगत विज्ञापन सहायक आइडीमा, यो चाहिँ बागमती प्रदेशमा मात्र रहेको छ। महिलामा 1 जना रहेको छ। त्यस्तै कनिष्ठ सहायकमा बागमती प्रदेश अन्तर्गत खुल्लामा 4, महिलामा 1, मधेसीमा 1 र पिछडिएको क्षेत्रमा 1 जना रहेको छ। त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत कनिष्ठ सहायकमा खुल्लामा 1 जना, महिलामा 1 जना र मधेसीमा 1 जना मात्र रहेको छ। लुम्बिनी प्रदेश अन्तर्गत कनिष्ठ सहायकमा खुल्लामा 3 जना, महिलामा 1 जना, आजमा 1 जना र दलितमा 1 जना रहेको छ। त्यसैगरी अन्तिम 4वटा मात्रै अन्तिम प्रदेश कर्णाली प्रदेशमा खुलाएको छ। र कर्णाली प्रदेशमा खुल्लामा 2 जना, महिलामा 1 जना र मधेसीमा 1 जना मात्र रहेको छ। तपाईले चाहिँ समावेशी अन्तर्गत भर्नुभयो भने चाहिँ तपाईले समावेशी कागजातहरू अपलोड, तपाईहरुको सेवाको किसिम चाहिँ थाहै हुनेछ। तपाईहरुलाई चाहिँ उमेरको कुरा गर्दा सहायक पदको लागि चाहिँ 18 वर्ष पुरा भई 35 वर्ष ननागेको हुनुपर्दछ। महिलाको हकमा चाहिँ 40 वर्ष ननागेको हुनुपर्दछ र अपाङ्गहरूको लागि पनि 40 वर्ष ननागेको परीक्षा भने तपाईहरुको लिखित र अन्तर्वार्ता हुने गर्दछ र कनिष्ठ सहायकको चाहिँ फरक हुने गर्दछ। कनिष्ठ सहायकमा प्रयोगात्मक परीक्षा समेत सञ्चालन हुने भएको छ। सम्पूर्णलाई धन्यवाद। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु।